नमस्ते अनि स्वागत छ यहाँहरू सबैजनालाई। सदाको चाहिँ मैले आज पनि हजुरलाई सुइटरको बुट्टा लिएर आएको छु। हजुरहरूले मेरो युट्युब च्यानल टिना लामिछाने बुनाइ च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला। र मैले योभन्दा पहिला यस्तै डबल ऊनको स्वेटरको बुट्टाहरू मैले सिकाएको छु र यो बुट्टा होइन अर्को बुट्टा सिकाएको थिएँ र यो हजुर कतिपयले सोध्नुहुन्छ यो कसरी बुन्ने भनेर। यो पनि मैले अर्को भागमा सिकाइसकेको छु र मैले चाहिँ यो बिचको भाग सिकाउन आएको छु आज। यो बिचको भाग चाहिँ जम्मा-जम्मी यहाँदेखि यहाँसम्म 32 घरको हुन्छ र 32 घरको हुन्छ र यो 3 घरको बुट्टा, यो 3 घरको बुट्टा हो, सुन्नुहोला। र यो बिचको यो ठुलो बुट्टा चाहिँ 18 घरको बस्छ। अनि यो बिचमा 2 घर, यो बिचमा 2 घर, यो बिचमा 2 घर, यो बिचमा 2 घर गरी जम्मा-जम्मी 32 घरको बुट्टा हुन्छ। अब हजुरलाई म बुट्टा सुरु गर्न सिकाउँछु। यो चाहिँ मैले डबल ओनमा सिकाएको छु भने हजुरहरूलाई बुनेको छु भने हजुरहरूलाई चाहिँ म सिङ्गल घर म सिकाउन गएको छु र त्यसको लागि चाहिँ म यसरी घर हाल्छु। यहाँ हेर्न सक्नुहुनेछ 32 घरको बुट्टा र छेउछेउमा एक घर राख्नाले गर्दा मैले 34 घर लगाइसकेको छु। 34 घर लगाइसकेको छु र हजुरहरूलाई उल्टो सुल्टो छुट्याउनुहुन्न भने मैले चाहिँ यो यस्तो धार देखेको भागलाई चाहिँ सुल्टो भाग, यो भागलाई चाहिँ उल्टो भाग मान्छु। त्यही भएर म एक काँटा सरासरी बुन्छु। एक काँटा चाहिँ म यसलाई केही नगरी उल्टैपट्टि आफूपट्टि नै बुन्छु र सुल्टोपट्टिबाट चाहिँ हजुरहरूलाई म बुट्टा राख्न सिकाउने छु। यसरी बुन्छु। यहाँ हेर्न सक्नुहुन्छ अब बुट्टा सुरु गर्न लागि एक घरलाई त्यसै थोच्छु र यसको लागि 2 घर आफूपट्टि धागो लिएर यसरी बुन्छु र यो बुट्टाको लागि 3 घर पछाडि धागो लगेर सरासरी बुन्छु। अब यसको लागि हेर्दै जानु होला। यसको लागि मैले अगाडि धागो लिएर 2 घर बुन्छु र अब जुन अघि नै हजुरलाई भनेपछि 18 घरको बुट्टा हो। यो चाहिँ यो 18 घरको बुट्टालाई चाहिँ म पछाडि धागो लगाएर चाहिँ 18 घर बुनिदिन्छु। यहाँ सरी 18 घर भयो कि भएन यो पहिला गन्छु पनि। 18 घर भयो। यहाँ 18 घर भयो। मैले डबल गन्छु प्राय। अब यसको लागि एकैछिन 2 घर लिन्छु अनि फेरि पछाडि धागो लान्छु 3 घर। यसको लागि 3 घर हेर्न सक्नुहुन्छ 3 घर अनि यसको लागि यो 2 घर। एकदम सजिलो छ। अनि पछाडि धागो लगाएर यसरी बुन्नु। सरी मेरो हात के भयो, एकदम चिसो पनि छ त्यही भएर पनि होला। अब यो उल्टो साइडमा यो जस्तो छ त्यस्तै बुनिदिने। जस्तो एक घर थुत्ने र यसको लागि यो छ नि अघिकोलाई चाहिँ उल्टो साइडबाट यसरी सुल्टो पारेर बुनिदिने क्या। यसलाई 2 घर यसरी बुन्ने। अब 3 घरलाई अगाडि धागो लिएर बुन्ने, 2 घरलाई पछाडि लगाएर बुन्ने, अगाडि धागो ल्याउने अनि फेरि 18 घरलाई सुई बुनिदिने। केही गर्नै पर्दैन यो रोलाई। यहाँ देख्न सक्नुहुन्छ उल्टो साइडलाई मैले यसरी जस्तो छ त्यस्तै तरिकाले बुने। अब सुल्टो साइडमा अब चाहिँ बुट्टा राख्ने हो। हेर्दै जानु होला। एकदम सजिलो पनि छ, छिटो पनि छ, राम्रो पनि देखिन्छ। यसलाई के गर्नु पर्दैन रहेछ जस्तोको तस्तै यो 3 घर छ नि यो 3 घरलाई चाहिँ यसरी धागो ल्याउने अनि 3 घरलाई यसरी बुनिदिने।
यो बुन्ने साइडबाट सर्लक यसरी तान्दिने। धागो हेरेर बुन्नु होला। यो सुल्टो अब यसलाई चाहिँ यसको लागि ती 3 घर क्रस गरिदिने हेर्नु होला। 6 घर यसरी निकाल्छु मैले। यता भित्र साइडकोलाई चाहिँ दाहिने साइडले यता बाहिर लिन्छु र यता बाहिरी साइडलाई चाहिँ देब्रे साइडबाट भित्रपट्टि तान्छु है। यसरी अनि पाछाडि धागो लान्छु, सबैलाई सुई बुनिदिन्छु। सुई बुनिदिन्छु यसलाई। यसरी बुनेपछि यो 6 घर क्रस भयो। अब यो बिचको 6 घरलाई पनि सुई बुनिदिन्छु। 3 4 5 6 घर 6 घर। अब यता छेउमा 6 घर रह्यो। अब यो छेउको 6 घरलाई पनि यसै गरी क्रस गर्ने। 6 घर लिने, यसलाई चाहिँ भित्रपट्टिको देब्रेपट्टिबाट दाहिनेपट्टि तान्दिने, के अरे बाहिरपट्टि तान्दिने र बाहिरपट्टिकोलाई चाहिँ दाहिनेपट्टि यसरी तान्दिने। यसरी तान्ने। एकदम सजिलो छ यो बुट्टा, अरू बुट्टाभन्दा मलाई सजिलो लाग्यो। मैले पनि यो बुट्टा फर्स्ट टाइमै बुनेको हो। त्यही भएर मैले टिकटकमा राखेको थिएँ। हजुरहरूले धेरैजनाले बुट्टा कसरी भन्नुभयो, त्यही भएर मैले भिडियो बनाएको आज। यसरी गर्ने र अगाडि धागो लिने। यसलाई यसो गर्ने र यो 3 घर आयो नि, अघिको 3 घर यसो गर्ने। अनि योपट्टि बुन्दै गरेकोले चाहिँ बुन्ने है। फेरि हजुरहरू झुक्केरहरूले बुन्नु होला। बुन्दै गरेको यसरी बुन्ने अनि सर्लक यसरी तान्दिने अनि अगाडि धागो ल्याउने। यसरी नै हेर्नु होला। एकदम सजिलो छ। बुट्टा सुरु भयो, हेर्न सक्नुहुन्छ। अब उल्टो साइडमा चाहिँ केही गर्नै पर्दैन। अघि जस्तो थियो यसो एक घर थुत्ने र एक घरलाई यसरी बुनिदिने। अनि अरू यो 3 घर थियो अघिको, सबैलाई यसै गरी बुनिदिने, केही गर्नै पर्दैन। एक क्रस गरेको सबैलाई केही नगरिकन बुनिदिने। यहाँ देख्न सक्नुहुनेछ उल्टो साइडमा मैले जस्तोको त्यस्तै पारेर बुनिसकेँ। अब यसलाई अर्को साइडबाट अब बुट्टाको साइड आयो, यसरी बुन्ने। फेरि यसलाई फेरि यो 3 घरलाई चाहिँ काँटै पिच्छे चाहिँ बुन्नुपर्छ है। यसलाई चाहिँ फेरि बुट्टा चाहिँ काँटै पिच्छे यसरी राख्नुपर्छ। यसरी राख्ने। त्यहाँबाट अगाडि यसरी धागो तानेर यसै। अब अघिको भागमा चाहिँ हामीले क्रस गरियो। अब एकचोटि चाहिँ यता बुट्टा राख्ने साइडबाट त्यत्तिकै बुनिदिने क्या, केही गर्नु पर्दैन। सबै 18 घरलाई सुई बुनिदिने। मैले 18 घरलाई सुई बुनिदिइसकेँ। अब यतापट्टि फेरि यो 3टा घर बुन्ने लिइरहेको छु। हेर्नु होला। यसो गर्ने अनि अगाडि धागो लिएर यसलाई यस्तै नै गरिदिने। अब यो उल्टो साइडमा केही गर्नु पर्दैन। जस्तो जे छ त्यस्तै गरी बुनिदिने। यो उल्टो साइड सुई बुने। अब उल्टो साइड आयो। अब यसलाई चाहिँ फेरि यसरी नै यसलाई चाहिँ काँटै पिच्छे यसै गरी बुनिदिनुपर्छ है यो बुट्टाको लागि। उल्टो साइडबाट होइन, सुल्टो साइडबाट सधैँ यसरी नै बुनिदिने। कस्तो राम्रो देखिन्छ यो पनि। अब अगाडि धागो ल्याउने। अब यो अघि क्रस गरेको थियौँ नि त। अब यसको 3 घरलाई सुई बुनिदिने। 3 घरलाई केही नगर्ने। अब यता भित्रको 3 घरलाई र यो घरलाई चाहिँ क्रस गर्ने। यसरी अघि यताबाट यता लिने, यताबाट यसरी पछाडि धागो लगाएर सुई बुनिदिने।
यसरी बुन्ने अनि फेरि यताकोलाई पनि यता भित्री 3 घर र अघि बुनेको 3 घरलाई यसरी तान्ने। यसलाई यसरी लिने अनि यसरी बुन्ने। यो हो कस्तो राम्रो हुन्छ। यसरी बुन्दिने यसलाई चाहिँ हेर्न सक्नुहुन्छ। यसो गर्ने अनि फेरि यसलाई 3 घरलाई चाहिँ सधैँ यत्तिकै बुन्दिने। अनि अगाडि धागो ल्याउने, पछाडि धागो लगाएर यसरी बुन्दिने। कति राम्रो बुट्टा देखियो। अब यता उल्टो साइडमा जस्तो छ त्यस्तै गरी बुन्ने। उल्टो साइड सकेँ। अब अगाडिपट्टि यो चाहिँ काँटे पछि मैले हजुरलाई भनिसकेको छु। अगाडि बुट्टा राख्ने बेलामा काँटे पछि यसो गर्ने। यसो बुनिसकेपछि अघि हामीले क्रस गऱ्यौँ। अब फेरि अघिको जस्तो गरी यो 18 घरलाई केही नगरी सुई बुन्दिने। यसरी नै सुई बुन्दिने, केही गर्नु पर्दैन। 18 घरलाई अघि क्रस गरियो, क्रस गरेपछि केही नगरी बुन्दिने। अगाडि धागो ल्याउने, अघिको जस्तो सेम हो यसलाई फेरि। अब उल्टो साइड जस्तो छ त्यस्तै गरी बुन्ने। हेर्न सक्नुहुन्छ है, उल्टो भाग पनि बुनिसकेँ। एकदम सजिलो छ, हजुरहरूले बुझि पनि सक्नुभयो होला। अब यसरी बुन्ने सधैँ नै। अब अघि भित्र क्रस गरियो भने अब बाहिर क्रस यतापट्टिको भागलाई 6 वटा घर ल्याउने र यसरी क्रस गर्ने। यस्तै यसरी क्रस गर्ने। क्रस गरेपछि अब बिचको 6 घरलाई सुई बुन्दिने। अब यो 6 घरलाई क्रस गर्ने, यताकोलाई पनि। सरी के भयो? किन यस्तो भइरहेको छ यसमा? हेर्न सक्नुहुनेछ। अब सेम यस्तै गरिकन फेरि एक काँटालाई त्यसै बुनेर अर्को काँटामा यसलाई बुट्टा राख्दै यसै गरी सेम अघिको जस्तो मैले यो जस्तो क्रस गरेँ त्यस्तै क्रस गर्दै जाने हो। एकदम सजिलो पनि छ, राम्रो पनि छ।
हजुरहरूलाई मैले सिकाएको यदि बुझ्नु भएन भने मलाई कमेन्ट गर्नुहोला। म अर्को पाठमा हजुरलाई सिकाउने छु। अहिले चाहिँ यति नै। हवस् त, नमस्ते, बाई।